निर्वाचनमा सबै सुरक्षा निकायहरू समन्वयात्मक किसिमले आफ्ना भूमिकाहरूलाई निर्वाह गर्ने गरी निर्वाचन आयोगसँग अत्यन्त नजिक भएर काम गर्छ। त्यसको लागि चाहिँ केन्द्रीय सुरक्षा समिति छ, त्यसमा पनि हामी छलफल पनि गर्छौँ। निर्वाचनको सुरक्षाका विषय सबै सहभागी हुने नागरिकहरू दलहरूमा पनि निर्भर रहन्छ। सबै चाहिँ अहिले एउटा टाइमलाइनमै निर्वाचन आयोग टाइमलाइनमा छ, सबै क्रियाकलापहरू टाइमलाइनमै भएको छ। त्यसैले निर्वाचन चाहिँ एउटा नियमित गतिमा चाहिँ तोकिएकै समयकै चाहिँ कार्यक्रम अनुसार चल्यो। पत्रकारहरूको तलबै पनि छैन पनि भन्छन्। मैले तपाईँलाई प्रति प्रश्न गरेँ भने तपाईँले जवाफ दिन सक्नुहुन्न। तर म तपाईँलाई यति मात्रै के भन्छु भने मूलभूत रूपमा सबै सुरक्षा निकायहरूको मुलुकको अवस्था अनुसार तलब भत्ता आउने हो। यसमा अहिलेसम्म एउटा समानताको हिसाबले पनि अन्य सुरक्षा निकाय बराबर हुनुपर्छ भन्ने कुरा हो। यो पैसा कति हुन्छ, कतिले मान्छेलाई पुग्छ भन्ने कुरा मान्छेका अनगिन्ती धेरै अपेक्षाहरू हुन सक्लान्। तर हामीले के अरे यसमा समानताको विषय, यो पैसा कति हुने भन्ने, कति धेरै खाने भन्ने विषय होइन। हामी मुलुकको लागि नखाइकन पनि काम गर्छौँ। 24 घण्टा खटिनलाई पानी नखाइकन सडकमा काम गरेर आउँछ होइन। यो त्यो विषय होइन। त्यो विषय के हो भने हामी न्यायको लागि, समानताको लागि काम गरिराख्ने प्रहरीहरू आफैमा यहाँ समान व्यवहारको कुरा, समान रासनको कुरामा थियो। यो त मुलुकको अवस्थाले हामीले जे छ त्यसमा सन्तुष्ट हुनुपर्ने हुन्छ। धेरै अपेक्षा गर्नुहुन्न, काम गर्ने, मुलुकलाई शिरमा राख्नुहोस्। त्यसै तपाईँलाई चित्त बुझ्छ।